गाइस यो हाम्रो डे 2 अनि अहिले निस्किसकेको छौँ वीरगन्जबाट। बाइकमा पेट्रोल सेट्रोल हाल्यौँ। पेट्रोल एकदम फुल, पुरै धुनी लागेको छ। योबाट अब हामी यता पथलैया पुग्ने अनि पथलैयाबाट हेटौडा अनि हेटौडाबाट पोखरा जाने आज। अनि हामीसँग यो दोस्त पनि छ अनि यो दोस्त पनि छ, यिनीहरू पनि जाँदैछन्। टोपी पेन्न पनि भइरहेको छैन गाइस। पथलैयामा पुगिसक्यौँ गाइस हामी। अब साथीको वेट गर्दैछौँ। यो पथलैया चौक हो, यो किराना पसल। अनि यता रोकेको एकछिनको लागि साथीहरू आउँदैछन् उताबाट। हामीलाई यता लाग्नुपर्ने। हाम्रो साथीहरू उता गइसकेको छन्। अब हामी निस्किने। पर्सा नेसनल पार्कमा पुगिसकेको छौँ गाइस हामी। हाम्रो साथीहरू नि यता भेटिसकेको छ गाइस। मैले ड्राइभ गर्ने गाइस। गाइस हामी यता आइसकेको छौँ हेटौडाभन्दा अलि अगाडि। अनि साथीहरू उता फोटोसुट गरिरहेको छ। भर्खर यता आएको बाइक हाम्रो उता पाएको छ। अनि लोकेसन पनि सेक्सी भेटेको छ हामीलाई। यो पुल भेटेको थियो अगाडिबाट। अनि त्यही यता 2-4वटा फोटो सुट गर्ने। तब तल जाने हामी। बाइक उताबाट लिन मिल्छ कि यसरी उताबाट बाइक जाने अनि यता जाने अनि यता फोटो सुट गर्ने, नत्र उता जाने हामी कि। हाम्रो साथीहरू उतै पछाडि छ। अनि हेटौडा उता भयो अनि हामीलाई यता जानु छ नारायण घाटतिर। नारायण घाटबाट हामी मुगलिङ जाने अनि मुगलिङबाट हामी पोखरा जाने अनि आज पोखरा स्टे गर्ने हामी। त्यही हो। वीरगन्जबाट हामी निस्केको थियौँ 1-2 बजे अनि अहिले 3 कति भएको थियो। त्यही हो। गाइस मोमो खाँदै हामी। सुशील भाइ टेन्सन भएको छ कि पुरै एकदम। हामी अहिले यता चितवनमा रुकेको छौँ। बाइक हाम्रो उता छ। अनि यताबाट भरतपुर जाने अनि भरतपुरबाट मुगलिङ अनि मुगलिङबाट पोखरा जाने। गाइस हामी यता रुकेको छौँ रातिमा। अनि यो शिवमको बाइक छ, यो मेरो बाइक छ। अनि हामी यो हाम्रो साथी छ। यताबाट मुगलिङ जान्छ अनि यहाँबाट पोखरा जाने हामी। अहिले एकछिन रेस्ट लिएको थियौँ यता। अनि मेरो टायर हेर्नु गाइस यता कस्तो भएको पुरै। अनि यो हाम्रो अक्षर दोस्त, यिनीहरूको टायर हेर दुइटै पुरै सेम मोडल छ। अनि यताबाट गइरहेको छ म पोखरा। आधी घन्टामा पुग्छौँ।